टिकटकबाट विथआउट वाटरमार्क भिडियो कसरी डाउनलोड गरेर ग्यालरीमा सेभ गर्ने त्यसको लागि यो भिडियो हेर्दै गर्नुहोला। सुरुमा तपाईले यहाँ देख्न सक्नुहुन्छ शेयरको अप्सन। यो शेयरको अप्सनमा क्लिक गर्नुहोला। शेयरको अप्सनमा क्लिक गरिसके पछाडि यहाँ देख्न सक्नुहुन्छ कपी लिंकमा क्लिक गर्नुहोला। कपी लिंकमा क्लिक गरिसके पछाडि अब तपाईहरु चाहिँ यहाँबाट ब्याक आउनुहोला। ब्याक आइसके पछाडि आफ्नो मोबाइलमा रहेको गुगल अथवा क्रोमलाई ओपन गर्नुहोला। मैले यहाँ गुगल ओपन गर्दै गुगल ओपन गरिसके पछाडि सर्च बारमा हजुरले टिकटक भिडियो डाउनलोड भनेर हजुरले सर्च गर्नुहोला। सर्च गरिसके पछाडि यो सुरुको अप्सनमा क्लिक गर्नुहोला। यहाँ क्लिक गरिसके पछाडि अब तपाईहरुले कपी गरेर ल्याएको लिंकलाई यहाँ पेस्ट गर्नुपर्ने हुन्छ। हजुरहरूले यस ब्र्याकेट भित्र लङ प्रेस गर्नुहोला र पेस्टमा क्लिक गरिदिनुहोला। पेस्टमा क्लिक गरिसके पछाडि हजुरले यहाँ डाउनलोडमा क्लिक गरिदिनुहोला। डाउनलोडमा क्लिक गरिसके पछाडि थोरै स्क्रल गर्नुहोला र तपाईले यहाँ देख्न सक्नुहुन्छ डाउनलोड भिडियो रहेको छ र डाउनलोड भिडियो एचडी रहेको छ। हजुरहरूले डाउनलोड भिडियो एचडीमा क्लिक गरिदिनुहोला। यहाँ क्लिक गर्ने बित्तिकै साथीहरु हाम्रो चाहिँ यो एड आउँछ। यहाँ माथि देख्न सक्नुहुन्छ 9 सेकेन्ड रहेको छ। 9 सेकेन्ड यो एडलाई हेरिसके पछाडि तपाईहरुको टिकटक भिडियो ग्यालरीमा सेभ हुन्छ। अब एडलाई इन्टु गरिदिनु होला। यहाँ इन्टु गर्ने बित्तिकै यहाँ देख्न सक्नुहुन्छ हाम्रो भिडियो डाउनलोड हुन सुरु भइसकेको छ र डाउनलोड भइसकेको छ। अब म यहाँबाट ब्याक आए। ब्याक आइसके पछाडि मैले एल्बममा क्लिक गर्दै एल्बममा क्लिक गरिसके पछाडि भर्खरै डाउनलोड गरेको भिडियो यो रहेको छ। हजुरले यसरी देख्न सक्नुहुन्छ। यहाँ चाहिँ वाटरमार्क लागेको छैन। अब हजुरले यो तरिकाबाट टिकटकमा रहेका कुनै पनि भिडियोलाई डाउनलोड गर्न सक्नुहुन्छ है त। भिडियो कस्तो लाग्छ? भिडियो मन पर्छ भने भिडियोलाई लाइक र आइडीलाई फलो गर्न नभुल्नु होला।